मलाई भन्नै मन लागेन बनाना छिटो मलाई भन्नै मन लागेको छैन बनाना कसलाई बाबाले बाबालाई के भन्ने बाबाले छिटो आउनु भन्ने अँ किन नि म एक्लै फोन गर्नु भन्नु न म त भन्दिनँ मलाई बोलाउनै मन लागेन ढिलो आयो हुन्छ तिम्रो बाबा ढिलो आउनु भयो भने पैसा धेरै लिएर आउनुहुन्छ भन्दिनँ म त किन भन्नु ढिलो आयो भयो भने पैसा धेरै लिएर आउनुहुन्छ ढिलो आयो भने नभन्ने म त किन आउनु पर्यो मलाई बाबासँग केही काम पनि छैन ढिलो आउनु भन्छु म त ल ढिलो आउनु है अहिले आउनु पर्दैन हेलो भन्नु न हेलो कहाँ हो तपाईँ भन्नु न को हो तपाईँ कहाँ हो तपाईँ खाना खानुभयो भन्नु न खाना खानुभयो कति खानुभयो भन्नु न कति खानुभयो यति पनि खायो भन्नु न कति यति जति खायो बाटो छिटाउनु भन्नु न छिटाउनु चाहिँ भन्दिनँ म त भन्नु न नाइ नभन्ने भन न छिटो आउनु चाहिँ नभन्ने के मलाई भन्नै मन लागेन भन न छिटो ढिलो आउनु भयो भने बाबाले पैसा धेरै लिएर आउनुहुन्छ नि भन न छिटो नभन्ने मलाई भन्नै मन लागेन भन न छिटो किन आउनु पर्यो छिटो चाहिँ किन आउनु पर्यो बाबा मामुसँग बस न मामु छु त बाबा आउनु भन्नु न भन्दिनँ मलाई मन पनि लागेन आफै भन तिमी भन्नु न छिटो आउनु रे ल छिटो आउनु